गुड मर्निङ गाइस अनि हजुरहरूलाई सम्पूर्ण मेरो भ्युवर्सहरूलाई अनि मेरो फ्यामिलीलाई मेरी क्रिसमस हजुरहरूलाई अनि साथै एडभान्स ह्याप्पी न्यू इयर। अनि आज चाहिँ 25 डिसेम्बर यसरी बिहानै अब लगभग अहिले तपाईँको भनौँ भने 7 बजिसकेको छ। हुन त म अघि छिटो जानुपर्ने चर्चमा आजहरू हिजो सबै डेकोरेसनहरू सकिसकेको छ। आज चाहिँ जति पनि आउँछ हाम्रो गेस्टहरू जति पनि हामी मण्डलीहरू हुन्छ उनीहरूलाई खानाहरू प्रोभाइडहरू गर्नुपर्ने छ। अनि त्यसले गर्दा चाहिँ खानाहरू बनाउन जानुपर्छ। अनि फिलहाल चाहिँ हाम्रो देउका जो हुनुहुन्छ कुकहरू अनि आज हामी जति पनि आमाहरू बाउहरू बिहान बिहानै थुप्रेर कामहरू समेटिहाल्छु, किनभने 10 बजीसम्म त हामी सबै सक्नुपर्छ नि त, किन गेस्टहरूलाई वेलकम गर्नु बस्नुपर्छ। सो गाइस अहिले फिलहाल त म चर्च जाँदैछु, सबै आइसक्यो होला। म त अलिक ढिलो भयो किन मेरो खुट्टाले गर्दा अलिकति समस्या हुन्छ नि त। सो हेर्दै गर्नुहोस् गाइस अगाडि कुराहरू हाम्रो बाउहरू आइपुगिसकेको छ। जयमसी भजो जयमसी भन्छ जयमसी भज होला जयमसी ह्याप्पी क्रिसमस है हजुरलाई पनि पिजो जयमसी। अब खाना पकाउँदैछ सासूलाई हो सासूआमालाई। यहाँ हाम्रो अरुण भाइ हाम्रो समीर गोले जयमसी अनि है ह्याप्पी क्रिसमस छैन त अन्त हो प्रिपेयरको लागि रेडी छ सबै। यस्तो प्रिपेरेसन हुँदैछ आजको भोजको लागि। आमाले रेडी गरिसकेको छ। ल त गाइस अब काम गर्नुपर्छ, हेर्दै गर्नुहोस् गाइस। यो चाहिँ हामीले सानो एउटा इमर्जेन्सीमा बार बनाएको, किनकि यहाँ नानीहरू आउँछ नि त, अन्त गएर यहाँ लड्नु चान्सेस हुन्छ नि त। त्यही कारणले इमर्जेन्सीमा हामी बाउहरू मिलेर बारहरू बनाउँदैछौँ। भित्र चाहिँ आमाले गीत प्र्याक्टिस गर्दैछ, यता खाना पाक्दैछ। हाम्रो अमरदाहरू लु डाउन रेडी भयो, रेडी हुँदैछ बार। एकदम बिजी छ सबै। ल गाइस आजको भोज तयारी भइसकेको छ लगभग। भात पाक्दैछ, आइटमहरू एकदम सरप्राइज छ। आइटमहरू चाहिँ हाम्रो हेड कुक यहाँ हुनुहुन्छ, हेल्पर यहाँ हुनुहुन्छ हो हाम्रो अमरदा रेडी भइसकेको छ। आइटम पाकिसकेको छ कडा, अहिले आउनेहरूलाई एकदम सरप्राइज छ। यो चाहिँ चर्च एकदम यतिको भइसकेको छ अनि प्रायः जस्तो पाकिसक्यो। अब चाहिँ हामी रेडी हुन जान्छौँ गाइस हो। अब चाहिँ सकिसकेको खानाहरू पकाएर। ल गाइस आजको क्रिसमस सेलिब्रेसन स्टार्ट भइसकेको छ हाम्रो। अनि हाम्रो गेस्टहरू आउँदैछ बिस्तारी बिस्तारी। अनि नानीहरू आइसकेको छ। मण्डलीको पास्टरको नेपाली आमाले गीत गाउनुहुँदैछ स्पेसल सङ। पानी म पनि पिउन चाहन्छु त्यो जीवनको पानी जो म कहिले पनि तिर्खाउन चाहन्न। मलाई पनि दिनुहोस् त्यो जीवनको पानी। त्यसो भए जाऊ पहिलो तिम्रो लोग्नेलाई लिएर आऊ। मेरो लोग्ने छैन गुरुज्यू। हो तिमीले ठिकै भन्यौ, तिम्रो लोग्ने छैन भने किनभने तिम्रो 5 जना लोग्ने भइसकेको छ। अहिले जो तिमीसँग छ त्यो पनि तिम्रो आफ्नो लोग्ने होइन। तपाईँलाई मेरो सबै कुराहरू थाहा भयो, किन मलाई अगमत हुनुहुन्छ? म तिम्रो सबै कथा जान्दछु छोरी, किनभने म चाहिँ तिमी जस्तोहरूलाई खोज्न आएको छु, जसले आत्मा र सत्यतामा परमेश्वरलाई खोजिरहेको छ। गाइस सो आजको हाम्रो क्रिसमस क्यारल लगभग सकिसकेको छ भिको कार्यक्रमहरू। अनि अब हामी खानाहरू लाग्नेछौँ। अनि हामी पहिला गेस्टहरूलाई खुवाएर पछाडि हामी खानेछौँ। सो गाइस हेर्दै गर्नुहोस् त गाइस सङ्गति फेलोसिप सकेर आजको क्रिसमसको भोजहरू
खाइरहेको छ सम्पूर्ण गाउँ समाज अनि मण्डलीहरूले मिलेर नानीहरू। यहाँ हाम्रो निहारका मामले खाँदैछ, हड्डी टोक्दैछ हो, सबैले हड्डी टोकेपछि यहाँ भाउजू अन्ना लुकाउनु हुँदैछ। भाल्डाङ बुढाउनु कडा छ हो। बहिनी पापड कसै गोटा? यो पक चिल्ली हो कि के हो आइटमहरू? प्रोक रहेछ, यो पक आइरहेछ, प्रोक रहेछ। यस्तो रहेछ खानाहरू खाइरहेको छ भित्र ड्याममै, यता पनि ड्याममै। हाम्रो भाइ अर्पण बिजी छ। रोन्डु जा खाना लौ त गाइस, आजको भिडियो चाहिँ यहीँ समाप्त गर्ने समय आयो। ए मेरो झोल खाने यहाँ छ, यो डल्लै बस्छ नि साथी हो, मै खाँदिनँ है। मै खान्छु, छैन यहाँले नै। बेलुका पनि छ अलिअलि, त्योमा हालिन्छ होइन गोले। यहाँ चाहिँ फोटो सेसनहरू हुँदैछ। हिजो बनाएको जति पनि थियो यहाँ यतै त्यहाँ फोटो सेसन हुँदैछ सम्पूर्णले। परिवारले फोटोहरू खिच्दैछ। यस 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 कतिको सुँगुर मासु? सुँगुर मासु कति बजायो? अन्त हो आधी केजी मात्रै अरे। फोटो सुट गर्ने क्यामराम्यानहरू आम्मा हेरिहाल्नुहोस्। एउटा आइफोन 32, एउटा आइफोन 33, एउटा कति हो 36। अन्त ल ल ल